सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षाको अन्तर्सम्बन्ध, मानिसहरू बीचको सम्बन्ध र उसको सामाजिक, भौतिक, आर्थिक तथा राजनीतिक र सांस्कृतिक वातावरणसँग अन्तर्क्रियाका सम्बन्धको अध्ययन गर्नु नै सामाजिक अध्ययन हो। यस विषय अन्तर्गत भूगोल, इतिहास, अर्थशास्त्र, समाजशास्त्र, मानवशास्त्र, राजनीतिक शास्त्र, धर्म, संस्कृति, कला आदिको व्यवस्थित ढङ्गबाट अध्ययन गरिन्छ। यसको अध्ययनले व्यक्तिको परिवार, समाज, राष्ट्रिय र विश्वपरीय सम्बन्धको ज्ञान प्रदान गर्दछ। सामाजिक अध्ययन समाजमा घटेका घटनाप्रति सचेतना निर्माण गर्नुका साथै समाजको पहिचान र त्यसको समाधान व्यावहारिक ज्ञान प्रदान गर्दछ। त्यसैले सामाजिक अध्ययनलाई बहुआयामिक विषय भनिएको हो। यसैलाई बहुक्षेत्र भएको विषय पनि भनिन्छ। सामाजिक अध्ययन र जीवन उपयोगी सिपको अन्तर्सम्बन्ध निम्नलिखित छन्। विद्यार्थीहरूलाई अनुशासित, चरित्रवान, कार्यनिष्ठ व्यक्तित्वका साथै अन्तर्वैयक्तिक सिपको विकास गर्दछ। व्यक्तिहरूलाई समस्यासँग परिचित गराई उचित समाधान गर्न सिकाउँछ। सामाजिक अध्ययन र जीवन उपयोगी सिप व्यावहारिक सिप भएकोले दैनिक जीवनमा आवश्यक पर्ने सिपमा जोडिन्छ। जीवन उपयोगी सिप भनेको के हो त? मानव जीवनसँगका लागि आवश्यक पर्ने सिप जसले जीवनलाई सरल, सहज र सफल बनाउन सहयोग गर्छ। त्यसैलाई नै जीवन उपयोगी सिप भनिन्छ। जस्तै सञ्चार, सृजनात्मक तथा विश्लेषणात्मक सोचाइ, संवेग व्यवस्थापन, तनाव व्यवस्थापन, अन्तर्वैयक्तिक सोचाइ, सम्बन्ध, आत्मबोधक निर्णय, निर्माण क्षमता, नेतृत्व, सहानुभूति तथा समानुभूति आदि पर्दछ। जीवन उपयोगी सिपका कारण व्यक्तिमा चरित्र, सृजनात्मकता, नैतिकता, व्यावहारिक कुशलता र असल व्यक्तिको विकास हुने मानिन्छ। जीवन उपयोगी शिक्षा भनेको के हो त? जीवन उपयोगी सिप सिकाउने शिक्षा प्रक्रिया जसले जीवनलाई सरल, सहज र सफल बनाउँछन् त्यसलाई नै जीवन उपयोगी शिक्षा भनिन्छ। यसलाई लाइफ स्किल एजुकेसन पनि भनिन्छ। जीवन उपयोगी शिक्षा मानव जीवनमा पेशागत दक्षताका लागि जरुरी प्राविधिक वा व्यावसायिक ज्ञान र सिपका साथसाथै सामाजिक जीवनमा जुनसुकै पेशामा निर्धारित विषय हो। सभ्य सामाजिक सम्बन्ध, नैतिक मर्यादापूर्ण व्यवहार र प्रभावकारी सञ्चार गर्ने सिप तथा समूहमा काम गर्ने सिप सिकाइ पनि जीवन उपयोगी शिक्षाका विषयवस्तु हुन्। यो चाहिँ एक्जाममा बढी सोध्ने क्वेसन मध्ये एउटा हो। यो चाहिँ सामाजिक अध्ययन र जीवन उपयोगी शिक्षा एकअर्कामा अन्तर्सम्बन्धित छन्। सामाजिक अध्ययन अन्तर्गत मानव र अर्को भौतिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा आर्थिक वातावरणसँग अन्तर्क्रिया सम्बन्धमा अध्ययन गर्नु नै सामाजिक अध्ययन हो भन्ने जीवन उपयोगी सिप सिकाउने शिक्षालाई नै जीवन उपयोगी शिक्षा भनिन्छ। सामाजिक अध्ययन र जीवन उपयोगी शिक्षा एक आपसमा अन्तर्सम्बन्धित हुन्छन्। सामाजिक अध्ययन विषयको सिकाइ, क्रियाकलाप तथा परियोजना कार्यहरू गर्दा पनि जीवन उपयोगी सिप हासिल हुन्छ। यस क्रममा समूहमा काम गर्ने, एकअर्कामा कुराकानी गर्ने, सहयोग गर्ने, नेतृत्व गर्ने, समस्या समाधान गर्ने एवं सृजनात्मक कार्य गर्ने प्रशस्त अवसर प्राप्त हुन्छ। जीवन उपयोगी सिपको उद्देश्य पनि व्यक्तिलाई चरित्रवान, सृजनात्मक, नैतिक र असल व्यक्तिको विकास गर्ने हुनाले सामाजिक अध्ययन र जीवन उपयोगी शिक्षा एक आपसमा अन्तर्सम्बन्धित छन्।
जीवनोपयोगी शिक्षाको अध्ययन वास्तवमा समाजको अध्ययनका विविध आयामसँग प्रत्यक्ष सम्बन्ध हुन्छ। जीवनोपयोगी शिक्षाले जीवनोपयोगी सिपसँग सामाजिक अध्ययनका विषयवस्तुलाई पनि समावेश गरेको हुन्छ। सामाजिक अध्ययनका विधिहरू छलफल विधि, प्रश्नोत्तर विधि, अवलोकन विधि, अन्तर्वार्ता विधि, समस्या समाधान विधि, क्षेत्र भ्रमण विधि, परियोजना विधि। जीवनोपयोगी सिप अन्तर्गत पर्ने 6वटा मुख्य क्षेत्रहरू के हुन् त? 1 नम्बरमा सञ्चार र अन्तर्वैयक्तिक सिप, 2 मा निर्णय गर्ने र समस्या समाधान सिप, 3 मा सृजनात्मक र समालोचनात्मक सोचाइ सिप, 4 मा आत्मजागरुकता र समानुभूति, 5 दृढता र सम्भाव्य वा आत्मनियन्त्रण, 6 मा उत्थानशीलता र समस्यालाई सम्बोधन गर्ने क्षमता।